भाडा बनाउँदा कसले जित्छ मलाई हेलो श्रद्धा नमस्ते त्यसपछि यो सालोले बत्ती दिए पनि नदिए पनि चाकमै लाइट बालेर हिँड्ने होला एटी छ डिप्रेसन छ सबै छ सर अनि यो चाहिँ के छ त यहाँ 3 महिना भयो निस्किन्छ अब ए कहिले कलाकारिता क्षेत्रको सबसे मन नपर्ने चिज यही मेकअप हो क्या अनि लागिरहनु भएको छ यसरी नै त्यो बाध्यता कन्ट्र्याक्टमा लेखेर छ नि त केही पनि हुँदैन फर्स्ट हुन्छ मान्छे तपाईँ आज अलिक फरकहरू लुक्समा हुनुहुन्छ नि म सेम लुक्समै हो लास्ट म नर्मल घरको मान्छे हो घरको मान्छे थोरै भन्दैन न थोरै केही छैन धेरै छ दाइ फर्स्ट टाइम तपाईँको यो गरेर त फर्स्ट टाइम हो पहिला हामी त्यो उसमा जितुमा आउनुभएको जितुमा आएको मुन्द्रीमा आएको होइन नि मुन्द्री कमेडी क्लबबाट लोकेसन चाहिँ यही हो मुन्द्रे कमेडी क्लबमा आएर अनि अर्को उसको विशाल भण्डारी हो त्यो पनि यही नै आज त अलि बढी नै पेलिन्छ नि यहाँ कति कन्फिडेन्ट होला आउनु केही छैन बेल्ने हाँस्ने हाम्रो पनि हाँस्दैन हाँस्नुलाई फाइदै छ तपाईँकै साथीहरूले पनि नमजासँग लडो नि भन्छ नि चुनावमा जाँदाखेरि के भन्नुहुन्छ वै सही हो लड्न त लडेकै हो तर राम्रै मत ल्याएर लडेको हो कमेडीमा उडाउने भन्ने कुरा त एक्सट्रिम लेभलमै गएर उडाइन्छ मान्छे हँसाउनु पनि पर्यो नि त ह्यान्डसम देख्नु भएको छ एकदमै ह्यान्डसम देख्नु हो र धन्यवाद भाइ ठ्याक्कै 18 वर्षको युवा मेरो जस्तो देखेको फुलेको दाँत आधा हेर्नु अहिले त मलाई केटै नबनाउने भयो जनावर बनाउँदा नि केटी नै बनाउने भयो राँगा बनाए त हुन्थ्यो नि त आज मेकअप आर्टिस्टलाई सोध्न मन लाग्यो एकदम धेरै गाह्रो चाहिँ यहाँ भरिमा आर्टिस्टहरूमध्ये सबभन्दा धेरै मेकअप गर्न चाहिँ को गाह्रो हुन्छ म्याकुरी हो आउँदै आउँदैन हो मेकअप गर्न जानु न भने जाँदै जाँदैन है ए हो किन नआउने चाहिँ कारण छैन केटी भन्दाखेरि चाहिँ त्यो केटीको जस्तो भनौँ न एक केटी कतिको चाहिँ बने जस्तो लाग्छ तपाईँलाई अनि यस्तो हुन्छ तिम्रो अरू बेला त पुरा क्यारेक्टरमै भइन्छ होइन हजुर तर यसो खुट्टा क्रस गर्दा चाहिँ ठ्याक्क थाहा हुन्छ ए हो कतिको अप्ठ्यारो पर्छ दाइ कहिले काहीँ फुल पार्किङ फुल छ राजा हामीले त एनआइएमई ब्याङ्कमा राखेर आयौँ यहाँ नभएर तपाईँले घरमै क्लबवाला चाहिँ पनि देखाएन यस्तै भयो भने त म यो देश नेपालमा बस्दै बस्दैन म चाहिँ विदेश जान्छु जाँदा राम्रो हुन्छ म्याडम गृहमन्त्रीले नै भिजामा ठेलिदिन्छन् म त पसेँ यो देशमा अब अरूको घरमा बत्ती बनाउनु गयो आफ्नो घर चाहिँ सँगै आयो तपाईँको घरमा पनि बत्ती छैन हो नि म्याडम अब अर्को जुनीमा जुनगिरी भएर जन्मिउँला त्यसपछि यो सालोले बत्ती दिए पनि नदिए पनि चाकमै लाइट बालेर हिँड्ने होला कस्तो भइरहेछ त रिहर्सल हेलो श्रद्धा नमस्ते जबरजस्ती छिराइदिएको फुल पो भन्छ जहिले तहिले एटी छ डिप्रेसन छ सबै छ सर अनि यो चाहिँ के छ त यहाँ 3 महिना भयो निस्किन्छ अब ए कहिले निस्किन्छ के हुन्छ अरे त कमेडी दरबारमा के भइरहेछ बिहाइन्ड द सिनमा केही पनि हुँदैन फर्स्ट हुन्छ मान्छे तपाईँ आज अलिक फरकहरू लुक्समा हुनुहुन्छ नि म सेम लुक्समै हो लास्ट म नर्मल घरको मान्छे हो घरको मान्छे थोरै भन्दैन न थोरै केही छैन धेरै छ धेरै चाहिँ के छ यहाँ भन्दै त थोरै भन्दै सर थोरै भनिदिनु पऱ्यो तपाईँको 10 मिनट अगाडि एउटा क्लिप आइसकेको थियो एक खालको होइन एक खालको आइसकेको थियो मार्केट देखिसक्यो उहाँको त 6 महिनामा आइसक्यो अब मेरो के रिल्समा भने रिल्समा अघि होइन केपी बाको उत्तेजनालाई चाहिँ मैले अलिकति तपाईँ खालि उत्तेजना मात्रै हेर्नुहुन्छ क्या किन होइन त्यस्तो होइन अब दिनैपर्ने स्थिति थियो उहाँ प्रधानमन्त्री जस्तो मान्छेले त्यसरी बोल्नु ठिक होइन बालनलाई चाहिँ हामी त्यत्रो कम्प्लेन गर्ने होइन भन्छन् नि त यो पुराना पार्टीका मान्छेहरूले यस्तो बोल्यो उस्तो बोल्यो भने नि आफै चाहिँ आफ्नै नेता बा भन्ने मान्छेले त्यसरी बोल्दाखेरि मैले चाहिँ खासै चित्त बुझेन
चित्त नबुझेपछि भिडियो बनाएर मैले हाल्ने। तपाईँ विगत धेरै वर्षदेखिबाट राजनीतिको अलिकति कटाक्षी गर्नुहुन्छ, तर परिवर्तन खासै त्यति धेरै तपाईँको थ्रुबाट देखिएन जस्तो लाग्दैन तपाईँलाई? भोलि यस्तो हो, परिवर्तन चाहिँ तपाईँको इन्फ्रास्ट्रक्चरमा मात्र आउनुपर्छ भन्ने छैन, मान्छेको सोचमा होइन, मान्छेको सोच्ने लेभल अलिकति हामीले केही न केही मेसेज दिन पायौँ भने त पनि मान्छेको दिमागभित्र परिवर्तन आउनु, मनमा परिवर्तन आउनु पनि ठुलो कुरा हो। कि त त्यो भन्दै गर्दाखेरि त्यो बाको लेभलमै पुग्ने छाँटकाँट त होइन पनि भन्ने बुझिन्छ क्या? बाकै लेभलमा पुग्ने खालको छाँटकाँट त होइन भन्ने होइन, अब उहाँ जति त्यत्रो हावादारी बनाउनु मलाई आउँदैन, अलिकति लजिकलै कुरा गरेर आउँछु। राजनीतिक क्षेत्रमा राम्रो यतै राजनीतिक क्षेत्रमा भनौँ न अलि राम्रो नदेखिएर कमेडी क्षेत्रमा लाग्नु अब चाहिँ होइन, म यो कलाकारिता क्षेत्रमै छु, कमेडीमै छु होइन। अब पोलिटिक्स भनेको म चुनाव उठेको कुरा स्वाभाविक छ, एउटा जिन्दगी एउटा पार्ट थियो, तर अहिले त म कमेडी नै गरिरहेको छु, यही फिल्डमा छु। सटाइरिकल वेबाट केही न केही इन्फर्मेसन फ्लो गर्न सक्नु त्यो मेरो जिम्मेवारी पनि हो जस्तो मलाई लाग्छ। तपाईँकै साथीहरूले पनि नमजासँग लडो नि भन्छ नि चुनावमा जाँदाखेरि, के भन्नुहुन्छ? वही सही हो, लड्न त लडेकै हो, तर राम्रै मत ल्याएर लडेको हो। अब कमेडीमा उडाउने भन्ने कुरा त एक्सट्रिम लेभलमै गएर उडाइन्छ, मान्छे हँसाउनु पनि पर्यो नि त, तर भोट चाहिँ 12,500 भोट ल्याउनु भनेको राम्रै कुरा हो जस्तो मलाई लाग्छ। 84मा के छ अब प्लान? 84मा लेट्स सी, हेरौँ होइन। अब आफूलाई प्रिपेयर गरेर चाहिँ राखिरहेको छु होइन। भर्खरै मास्टर सकेँ पोलिटिकल साइन्समा, अब एउटा एक्सपिरियन्स पनि छ, पहिला चुनाव उठेको होइन। अनि आफ्नो तरिकाले आफूलाई चाहिँ क्यापेबल बनाउँदै लगिरहेको छु। अब हेरौँ कहाँसम्म पुगिन्छ भन्ने कुरा हो। भनेपछि लड्ने प्रतिपक्षमै हुनुहुन्छ तपाईँ? अनि त्यस्तो पनि छैन अहिले, त्यस्तो छैन। जे होस्, मैले नयाँ आउने चाहने, जस्तो नयाँ केही न केही गर्न चाहने एनर्जी भएको ट्यालेन्टेड होइन सक्षम मान्छेहरूलाई चाहिँ सपोर्ट गर्छु। एकदम, थ्याङ्क यू सो मच। जग्गा हाम्रो गेस्ट हुनुहुन्छ पशुपति दाई र रमेश सर हुनुहुन्छ। चस्मा खोल्नुहुन्छ भाइ, फर्स्ट टाइम तपाईँको यो दरमा त फर्स्ट टाइम हो। पहिला हामी त्यो उसमा जितुमा आउनुभएको? जितुमा आएको मुन्द्रीमा आएको च्याम्पियन ल होइन नि, मुन्द्री कमेडी क्लबको लोकेसन चाहिँ यही हो, मुन्द्रे कमेडी क्लबमा आएर अनि अर्को उसको क्या विशाल भण्डारी हो। त्यो पनि यही नै कमेडी क्लबमा आज त अलि बढी नै पेलिन्छ नि यहाँ, कति कन्फिडेन्ट भएर आउनु भएको छ? केही छैन, बेली हाँस्ने हाम्रो हाँस्दैन, हाँस्नुलाई फाइदै छ। नभएका कुराहरू पनि आउन सक्छन् भन्ने कुरा कतिको कन्फिडेन्ट हुन्छ? आयो भने नभएको आउँदैन, भएको कुरा शान्त चाहिँ हजुरलाई चाहिँ खुसी कतिको लाग्यो? कतिको ढल्न रेडी हो रोस्ट खाएर? म ढल्ने होइन, उसले ढलाउने हो। ओ नाइस। खुसी कतिको हुनुहुन्छ? डर कतिको हुनुहुन्छ? किनभने रोस्ट हो नि त प्रोग्राम। थ्याङ्क यू दाइ, ह्यान्डसम देख्नु भएको छ त, एकदमै ह्यान्डसम देख्नु भएको हो र, धन्यवाद भाइ। छ। ठ्याक्कै 18 वर्षको युवा मेरो जस्तो देखेको फुलेको दाँत आधा हेर्नु छ, फुलेको दाँतले भनिहाल्छ 18 वर्ष। अब सिरोल भयो है। सोध्दै चाहिँ हामी यहाँ मेकअप गर्दै हुनुहुन्छ। मलाई यो कलाकारिता क्षेत्रको सबसे मन नपर्ने चिज यही मेकअप हो क्या। अनि लागिरहनु भएको छ यसरी नै, त्यो बाध्यता कन्ट्र्याक्टमा लेखाएर छ नि त। आज मेकअप आर्टिस्टलाई सोध्न मन लाग्यो, एकदम धेरै गाह्रो चाहिँ यहाँभरिमा आर्टिस्टहरूमध्ये सबभन्दा धेरै मेकअप गर्न चाहिँ को गाह्रो हुन्छ? म्याकुरी हो, आउँदै आउँदैन हो। मेकअप गर्न जानु न भने जाँदै जाँदैन है। ए हो, किन नआउने चाहिँ कारण चाहिँ? उसको त्यस्तै हो पानी। आजको क्यारेक्टर के छ तपाईँको? हजुर, आजको पर्फर्मेन्स कस्तो खालको? आजको अब मेरो चाहिँ एउटा टुरिस्ट छ, अनि सेकेन्डमा चाहिँ मेरो भैँसी छ। भैँसी किनभने त मलाई केटै नबनाउने भए, जनावर बनाउँदा नि केटी नै बनाउने भए, राँगा बनाए त हुन्थ्यो नि त। तर पछिसम्म तपाईँलाई केटीमा एकदमै धेरै रुचाइएको छ? रुचाएको छ, किन केटी मान्छेलाई खासै भन्ने रुचाइन्छ भने केटी मान्छे कति रुचाइन्छ भन्दाखेरि केटा मान्छे केटी बनाए पनि रुचाइन्छ क्या। त्यस्तो जस्तो केटी भन्दाखेरि चाहिँ त्यो केटीको
जस्तो भनौँ न एक केटी कतिको चाहिँ बने जस्तो लाग्छ तपाईँलाई भनौँ न जस्तो क्यारेक्टर ठ्याक्कै निभा जस्तो कतिको लाग्छ अनि यस्तो हुन्छ तिम्रो अरू बेला त पुरा क्यारेक्टरमै भइन्छ होइन हजुर। तर यसो खुट्टा सुट्टा क्रस गर्दा चाहिँ ठ्याक्क थाहा हुन्छ ए हो कतिको अप्ठ्यारो पर्छ दाइ कहिले काहीँ यो काट्नु पर्ला अझै कतिको अप्ठ्यारो चाहिँ कतिको हुन्छ होइन केटी भयो भने बन्नुपर्ने भयो त त्यो काट्नु पर्ला ए एनिवेज हल्लाउँदै हुनुहुन्छ दाइ कतिचोटि केटी बन्नुभएको छ म सिजन 1बाट टाउन बन्छ यार म 10-12 चोटि बसिसकेँ ए हो है तर अहिले मेरो रोल चाहिँ बिटी कान्छा लगिरहेको छ केटी बन्नेमा ए आज खुसुका भन्दैन एकदम मन नपर्ने क्यारेक्टर चाहिँ कस्तो तपाईँको उसै त क्यामेरामा त देखाउनुहुन्छ होइन भन्नुहुन्छ त्यही पनि एकदम गर्ने नजाने कमेडी चाहिँ कस्तो खुसुका म त कमेडी गर्न जाने हाम्रो ग्रुपमा मै होला त्यही थाहा थियो मलाई तपाईँ त्यही भन्नुहुन्छ भनेर चाहिँ होइन तपाईँको धेरै राम्रो छ सर तर कमेडीमा एकदम खतरा खतरा छन् हाम्रो ग्रुपमा ब्रो म सिक्दैछु केटा सिक्दैछु के सिकाउँदै सिक्दै ब्रो तिनीहरूलाई लाइफको बारेमा ज्ञान चाहिँ म सिकाउँछु ए। कमेडी चाहिँ म तिनीहरूको सिक्छु ब्रो ए हो किनकि लाइफमा चाहिँ म बुढो हो कमेडीमा यङ अन्त अनि छाडा बोल्न चाहिँ छाडा बोलाउनु त कसले जित्छ मलाई एकदम सही उसको त्यस्तै बानी दाइ आजको क्यारेक्टर के छ तपाईँको हजुर आजको पर्फर्मेन्स कस्तो खालको आजको अब मेरो चाहिँ एउटा टुरिस्ट छ अनि सेकेन्डमा चाहिँ मेरो भैँसी छ भैँसी 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 आएँ गर्नुपर्छ ए हो ए यिनीहरूले त मलाई केटै नबनाउने भयो जनावर बनाउँदा नि केटी नै बनाउने भयो राँगा बनाए त हुन्थ्यो नि त तर पछिसम्म तपाईँलाई केटीमा एकदमै धेरै रुचाइएको छ रुचाएको छ किन केटी मान्छेलाई खासै भन्ने रुचाइन्छ भने केटी मान्छे कति रुचाइन्छ भन्दाखेरि केटा मान्छे केटी बनाए पनि रुचाइन्छ क्या ब्रो त्यस्तो हो जस्तो केटी भन्दाखेरि चाहिँ त्यो केटीको जस्तो भनौँ न एक केटी कतिको चाहिँ बने जस्तो लाग्छ तपाईँलाई भनौँ न जस्तो क्यारेक्टर ठ्याक्कै निभा जस्तो कतिको लाग्छ अनि यस्तो हुन्छ तिम्रो अरू बेला त पुरा क्यारेक्टरमै भइन्छ होइन हजुर। तर यसो खुट्टा सुट्टा क्रस गर्दा चाहिँ ठ्याक्क थाहा हुन्छ ए हो कतिको अप्ठ्यारो पर्छ दाइ कहिले काहीँ यो काट्नु पर्ला अझै कतिको अप्ठ्यारो चाहिँ कतिको हुन्छ होइन केटी भयो भने बन्नुपर्ने भयो त त्यो काट्नु पर्ला ए एनिवेज हल्लाउँदै हुनुहुन्छ दाइ कतिचोटि केटी बन्नुभएको छ म सिजन 1बाट टाउन बन्छ यार म 10-12 चोटि बसिसकेँ ए हो है तर अहिले मेरो रोल चाहिँ बिटी कान्छा लगिरहेको छ केटी बन्नेमा ए आज खुसुका भन्दैन एकदम मन नपर्ने क्यारेक्टर चाहिँ कस्तो तपाईँको उसै त क्यामेरामा त देखाउनुहुन्छ होइन भन्नुहुन्छ त्यही पनि एकदम गर्ने नजाने कमेडी चाहिँ कस्तो खुसुका म त कमेडी गर्न जाने हाम्रो ग्रुपमा मै होला त्यही थाहा थियो मलाई तपाईँ त्यही भन्नुहुन्छ भनेर चाहिँ होइन तपाईँको धेरै राम्रो छ सर तर कमेडीमा एकदम खतरा खतरा छन् हाम्रो ग्रुपमा ब्रो म सिक्दैछु केटा सिक्दैछु के सिकाउँदै सिक्दै ब्रो तिनीहरूलाई लाइफको बारेमा ज्ञान चाहिँ म सिकाउँछु ए। कमेडी चाहिँ म तिनीहरूको सिक्छु ब्रो ए हो किनकि लाइफमा चाहिँ म बुढो हो कमेडीमा यङ अन्त अनि छाडा बोल्न चाहिँ छाडा बोलाउनु त कसले जित्छ मलाई एकदम सही